प्रिय भाइ बहिनीहरू, आजको क्लासमा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। आज हामी तीनवटा भेन प्रयोग गरेर कसरी हिसाब सल्भ गर्न सक्छौं र त्यसको के हो त्यो भनेको त्यसको फर्मुला कसरी बन्छ भन्ने बारेमा सबभन्दा पहिला म भाइ बहिनीहरूलाई बुझाउन चाहन्छु। यहाँ चित्रमा हेरौँ त, हामीसँग तीनवटा सेट छ, ए बी एन्ड सी तीनवटै। अब यो तीनवटैको यो बीचको भाग, यो चाहिँ भाग यो तीनवटैको कमन मिलेको छ, त्यसलाई हामी ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भन्छौँ। अल ए बी एन्ड सी भनेर भन्ने गरिन्छ। त्यसपछि यो पुरै भाग, यो यहाँसम्म जम्मै भाग जोडियो भने, यतापट्टि जोडियो भने ए र बी को भाग पुरै जोडियो भने नम्बर अफ ए इन्टरसेक्सन सी हुन्छ। यो भनेको ए एन्ड सी बोथ हुन्छ। अनि एलाई नगरेर यताको मात्रै, यो पार्ट मात्रै, यति यो कमाएर यसलाई माइनस गरेर यो भाग मात्रै, यो चाहिँ भाग मात्रै हो भने ए इन्टरसेक्सन सी अन्ली हुन्छ। त्यसैगरी भाइ बहिनीहरू, यो मात्रै भन्यो भने बी इन्टरसेक्सन सी अन्ली हुने भयो, यो मात्रै भन्यो भने चाहिँ ए इन्टरसेक्सन बी अन्ली हुने भयो। त्यसैगरी सबै कुरा भाइ बहिनीहरूले जान्नु पर्यो। अब कसलाई हामी हिसाब गर्दा त हामीलाई ठ्याक्कै इन्टरसेक्सन युनियन भनेर दिदैन, हामी भाषामा जानौँ। either A or B or C अथवा at least one भनेर भनेको छ भने यहाँ one छुट्यो, at least one भनेको छ भने A वा B वा C अथवा कम्तीमा एक भनेको, त्यसको अर्थ हामीलाई नम्बर अफ A युनियन B युनियन C निकाल्नुहोस् भनेको है, त्यो जानौँ। त्यसपछि all three भनेको छ, सब all three भन्यो भने नम्बर अफ A इन्टरसेक्सन B इन्टरसेक्सन C तीनवटैको कमन भाग यो चाहिँ भाग हो भनेर हामीले बुझ्नु पर्यो। त्यसपछि डोन्ट लाइक अथवा नाइदर अथवा नन भनेर कुनै पनि मन नपर्ने भन्यो भने यो बाहिरपट्टिको भाग, यो बाहिरपट्टिको भागलाई बुझाउनु पर्छ। त्यसलाई हामीले ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट अथवा पूरक भनेर भन्ने गर्छौँ। त्यसपछि ओन्ली वान अथवा एक्ज्याक्टली वान सोध्यो भने हामीलाई त्यसका लागि हामीलाई तीनवटै सेटको अन्ली 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 जोडेर हामी जसरी दुईवटा भेनमा गर्ने गर्थ्यौं, अन्ली ए मात्र, बी मात्र अनि सी मात्र, अन्ली ए प्लस अन्ली बी प्लस अन्ली सी गर्यो भने एक्ज्याक्टली वान अथवा अन्ली वान एउटा मात्रै अथवा ठिक एउटा भनेर निकाल्न सक्छौं। त्यसैगरी अर्को छ अन्ली टू अथवा एक्ज्याक्टली टू भन्यो भने के गर्ने त भन्दा यसमा दुईटा मात्रै भनेको, त्यो कारणले यो यो ए इन्टरसेक्सन बी को अन्ली प्लस बी इन्टरसेक्सन सी को अन्ली प्लस ए, यो दुईटाको अन्लीहरुलाई जोड दियो भने अन्ली टू भन्छ। भनेको अर्थ एउटा यो अर्को यो तीनवटा पार्ट चाहिँ जोड दियो भने हाम्रो अन्ली टू भन्छ अथवा एक्ज्याक्टली टू भन्छ। त्यसपछि एट मोस्ट वान भनेको छ हामीले बढीमा एक भनेको अर्थ एउटा या घटीमा 0 भनेको हो। त्यसमा चाहिँ हामीलाई अन्ली ए प्लस अन्ली बी प्लस अन्ली सी प्लस कुनै पनि होइन भनेको, ए मात्र बी मात्र सी मात्र र 0 कुनै पनि होइन भन्नेलाई हामीले बढीमा 1 भनेर एट मोस्ट 1 भन्ने गर्छौं। त्यसैगरी एट मोस्ट 2 छ हामीसँग, बढीमा दुईवटा भनेको छ। बढीमा दुईवटाको अर्थ दुईवटा, एकवटा अनि 0 वटा हो। त्यसको अर्थ यो ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी छ, यसको अर्थ तीनवटै हो। तीनवटा बाहेक अरु सबै कुरा हामी बढीमा दुईवटा समूहमा जनाउन सक्छौं। यो हाम्रो सेट नोटेसन हो, यसरी बुझ्नु पर्छ कसलाई के भन्ने भनेर। अब यसपछि हामी यसैको आधारमा यिनै चीजहरु कसरी निकाल्ने भन्ने बारेमा हामी सूत्र फर्मुलामा ट्राई गरौँ। अब भाइहरुलाई म फर्मुला लेखेर बुझाउने कोसिस गर्छु, त्यसपछि हामी हिसाबमा जानेछौं। हामी तीनवटा भेन प्रयोग हुने फर्मुला तयार गर्छौं। यसका लागि हामीलाई नम्बर अफ यो टोटल भनेको नम्बर अफ ए युनियन बी युनियन सी प्लस नम्बर अफ ए युनियन बी युनियन सी कम्प्लिमेन्ट भनेको अर्थ यो तीनवटा भेन भित्रको र यो चाहिँ बाहिरको जोड्यो भने टोटल हुन्छ। अब हामी त्यसो भए नम्बर अफ ए युनियन बी युनियन सी अथवा एट लिस्ट वान भनेको पनि यही हो, आइदर ए और बी और सी भनेको पनि यही हो। यो निकाल्नका लागि हामीलाई नम्बर अफ ए प्लस नम्बर अफ बी प्लस नम्बर अफ सी
minus number of A and B both, number of B and C both, number of A and C both, plus number of A intersection B intersection C भनेको all 3 भनेको। अब यो फर्मुलालाई फर्स्टको फर्मुलालाई हामी यसको ठाउँमा यसको फर्मुला राखिहेरौँ त कस्तो बन्छ। नम्बर अफ U इक्वल टु यो A युनियन B युनियन C भनेको यति भयो, यहाँसम्म भयो है। अनि त्यसमा प्लस यो जोड दिनु पर्यो, यति गर्यो भने हाम्रो यो तयार हुन्छ। अब यदि हामीसँग only A अथवा A मात्र B मात्र C मात्र सबै मात्र छ भने only छ भने सबै भेन भित्रको टोटल only लाई चाहिँ only A plus only B plus only C plus only A and B, only B and C, only A and C plus A intersection B intersection all 3 plus अनि कम्प्लिमेन्ट भयो बाहिरपट्टि भेन बाहिर सबै जोड्यो भने हाम्रो नम्बर अफ U तयार हुन्छ। हेर्नुहोस् त नम्बर अफ U निकाल्ने तीनवटा धेरैवटा फर्मुला छन्, त्यसमध्ये हामीले आवश्यकता कुन हुन्छ त्यो अनुसार गर्छौं। ओन्ली वान अथवा एक्ज्याक्टली वान अघि पनि मैले लेखेको थिएँ, यो निकाल्नु पर्यो भने ओन्ली A प्लस ओन्ली B प्लस ओन्ली C, मात्र A मात्र B मात्र C लाई जोड्नु पर्छ। ओन्ली 2 अथवा एक्ज्याक्टली 2 भनेको छ भने A and B ओन्ली, A र B को मात्र प्लस B and C ओन्ली प्लस A and C ओन्ली लाई जोड्नु पर्छ। एट मोस्ट वान एउटा भन्दा बढी भन्यो भने ओन्ली A प्लस ओन्ली B प्लस ओन्ली C प्लस नाइदर सबै जोड्यो भने एट मोस्ट वान हुन्छ। त्यसपछि एट मोस्ट हामी चाहिँ यो ओन्ली A निकाल्नु पर्यो। यस ओन्ली A भएपछि ओन्ली B पनि यस्तै हुन्छ, ओन्ली C पनि यस्तै हुन्छ, भाइ बहिनीले बुझ्नु पर्यो। म एउटा सिम्बलको रूपमा लेखेको छु। नम्बर अफ ओन्ली A इक्वल टु नम्बर अफ A माइनस नम्बर अफ A इन्टरसेक्सन B माइनस नम्बर अफ A इन्टरसेक्सन C प्लस नम्बर अफ A इन्टरसेक्सन B इन्टरसेक्सन C हुन्छ। यसलाई चाहिँ ओन्ली को भाषामा लेख्यो भने, मात्रको भाषामा लेख्यो भने नम्बर अफ A इक्वल टु ओन्ली नम्बर अफ A इन्टरसेक्सन B ओन्ली नम्बर अफ A इन्टरसेक्सन C अनि फेरि त्यो पनि माइनस भएर ओन्ली A इन्टरसेक्सन B इन्टरसेक्सन C बन्छ। यसरी हामीले यी फर्मुलाहरू प्रयोग गरेर अब हामी तीनवटा भेन प्रयोग हुने हिसाब गर्छौं। भाइ बहिनीहरू मसँग एउटा प्रश्न छ, तीनवटा प्रयोग भएको त्यसलाई चाहिँ हामी सल्भ गरेर हेर्ने छौं। यहाँ भनिएको छ, इन अ सर्वे 50 people like apples, 80 people like orange and 70 people like mangoes. Similarly, 30 people like apple and orange, 40 people like orange and mango, 25 people like apple and mango. If 20 people like all three and 20 people like none of the items. यसरी हामीलाई सोधेको छ। फर्स्टमा हामीलाई राइट द गिवन इन्फर्मेसन इन सेट नोटेसन भनेको छ है त। सेट नोटेसनमा लेख्नु पर्ने छ, त्यो कारणले हामीले सुरुमा यसलाई सुरु गरौँ है त। ल अब हामी पहिला सुरु त लेट गर्नु परिहाल्यो, किनभने लेट गरेन भने सेट नोटेसनमा बनाउन सकिदैन। अब हामी एप्पल लाइक गर्ने, ऑरेंज लाइक गर्ने र मैंगो लाइक गर्नेलाई क्रमशः एउटा लेटरले डिनोट गरौँ। लेट let the people who like apples equal to A suppose करो, and the people who like orange यसलाई O suppose करूं, and the people who like mango equal to M suppose करूं। यदि सपोज गरिसकेपछि अब हामीलाई दिएको कुरा यहाँ सेट नोटेसनमा लेख्छौं हामी सबै। ल राइट द गिवन इन्फर्मेसन इन सेट नोटेसन। क्वेशन नम्बर A मा डाइरेक्ट जान्छु म। हामीलाई दिएका कुरा लेख्दै जाउँ। ल अब हामीलाई 50 एप्पल, नम्बर अफ एप्पल है, नम्बर अफ एप्पल इक्वल टु 50 जना रहेछन्। नम्बर अफ ऑरेंज इक्वल टु
80 जना रहेछन्, नम्बर अफ म्याङ्गो इक्वल टु 70 जना रहेछन्। त्यसपछि एप्पल एन्ड ऑरेन्ज, नम्बर अफ एप्पल इंटरसेक्शन ऑरेंज, एप्पल एंड ऑरेंज 30 जना रहेछन्। त्यसपछि नम्बर अफ ऑरेंज एंड मैंगो, ऑरेंज इंटरसेक्शन मैंगो 40 रहेछ, 40 रहेछन्। त्यसपछि 25 people like apple and mango, number of apple intersection mango equal to 25 रहेछन्। त्यसपछि अझै हामीलाई दिएको छ all three, number of a intersection b intersection c equal to 20 भनेर दिएको छ। त्यसपछि number of a union b union c कम्प्लिमेन्ट पनि 20 दिएको छ। यसरी हामीलाई यति कुरा दिएको छ, तर टोटल कति थिए भन्ने कुरा हामीलाई दिएको छैन। यो हामीले यति लेखिसकेपछि हामी सेट नोटेसनमा लेखेको भन्छौं। यति गरेपछि यसको सिद्धियो ए नम्बरमा। अब बी मा हेरौं त हामीले के भन्छ। बी मा ड्र अ भेन डायग्राम टु शो द एबव डेटा। अब यो सबैलाई बुझाउने गरी हामी भेन डायग्राम तयार गरौं। ल भेन को लागि हामीलाई हामी तीनवटा बनाउनु पर्छ। ल हामी एउटा एप्पल छ हामीसँग, अर्को ऑरेंज छ हामीसँग, त्यसपछि अर्को मैंगो छ हामीसँग। हामी भर्दै जाउँ। सबभन्दा पहिला यो इंटरसेक्शन को पार्टबाट भर्दै जाउँ। सबभन्दा अगाडि यहाँ 20 जना रहेछन्, यसलाई लेखिहालौं। त्यसपछि ए एन्ड ओ, इंटरसेक्शन अफ ए एन्ड ओ बाट हेर्दा म त ए एन्ड ओ बाट 30 जना रहेछन्। यो पुरै भनेको 30 हो, 30 मा 20 त आइसक्यो भनेपछि यहाँ 10 हुनु पर्यो है त। किनभने ए इंटरसेक्शन ओ भाग भनेको यो पुरै भाग हो, यो 30 हो भने यहाँ 20 त आइसकेको छ पहिले। त्यसपछि 30 पुग्नलाई बाँकी 10 मात्रै रह्यो र 10 लेख्यौं हामीले। अब यो पार्ट भाइ बहिनीहरु, अब ओ इंटरसेक्शन एम भनेको यो पार्ट यति पार्ट चाहिँ 40 छ। 40 मध्ये 20 यहाँ आइसक्यो भने यहाँ 20 हुने हो। यो थाहा पाइराखौं हामीले। 40 थियो, 40 यो 20 20 40 हुन्छ। त्यसपछि फेरि ए र एम को रिलेसन हेरौं। नम्बर अफ ए इंटरसेक्शन एम भनेको 25 छ। 25 मध्ये 20 त आइसक्यो यहाँ। अब हामीसँग बच्यो 5। यसरी गरौं। यो कम्प्लिमेन्ट हामीलाई 20 दिएको छ, त्यो कारणले बाहिर 20 लेखिहालौं। केही डर नमानिकन, अप्ठ्यारो नमानिकन। अब हामी माथि जाउँ। नम्बर अफ ए मा 50 छ हामीसँग है। एप्पल मन पराउने 50 छ। 50 मध्ये यहाँ के आइसक्यो हेरौं त। 20 10 35 35 आयो है त। 35 चाहिँ आइसक्यो 50 मा। अब 50 माइनस 35 गर्नु पर्यो। कति बच्यो त? यहाँ चाहिँ 15 बच्यो। ल त 15 र 5 20 भयो, 20 20 40 भयो, 40 र 10 50 भयो। किनभने हामीलाई 50 दिएको छ यहाँ। त्यसपछि ऑरेंज मा चाहिँ हामीलाई 80 छ। ल ऑरेंज मा 80 छ। 80 मध्ये के त आइसकेको छ। 20 20 40 10 50 त आइसक्यो। अब 80 माइनस 50 गर्यो भने यहाँ 40 हुन्छ। ल त नम्बर अफ ऑरेंज को घेरा भित्र 80 हुनुपर्छ हामीलाई। 30 र 10 40 अनि यो दुईटा गरेर 40 80 हुन्छ है। अब नम्बर अफ एम 70 छ। 70 मा पनि यहाँ 20 यहाँ 5 आइसक्यो। 25 आइसक्यो है। 25 आइसक्यो, सरी 45 आइसक्यो, सरी 20 20 40 40 र 5 45 आइसक्यो। हामीसँग एम चाहिँ 70 छ है। 70 मा 45 आइसक्यो। अब हाम्रो कति बच्यो त? 25 यसमा बच्यो। यति गर्यौं भने हाम्रो भेन डायग्राम पनि पूरा भयो। बी नम्बरको आन्सर। अब हामी सी नम्बरमा जाउँ ल। अब हामी सी मा हामीलाई के सोधेको छ भने, सी नम्बरमा हामीलाई हाउ मेनी पीपल
वेयर सर्वेड टोटल मान्छे कति रहेछन् त भनेर हामीलाई सोध्दछ। यस्तो सोध्छ। अब हामीले अघि नै मैले भनेको थिएँ निकाल्ने फर्मुला हामीसँग तयार गरिसकेका थियौँ। त्यही फर्मुला अनुसार राख्यौँ भने हामीलाई निकाल्न सजिलो भइहाल्छ। तर यो अट्छ कि अट्दैन थाहा छैन। नम्बर अफ u इक्वल टु नम्बर अफ एप्पल प्लस नम्बर अफ orange plus number of mango minus number of apple intersection orange minus number of orange intersection mango minus number of apple intersection mango अब यहाँ म तलपट्टि लेख्छु plus number of apple intersection orange intersection mango plus number of एप्पल युनियन ओरेन्ज युनियन मैंगो को कम्प्लिमेन्ट। यस्तो हाम्रो फर्मुला हामीले अघि बनाइसकेका हौं। अब भ्यालु पुट गरौँ प्रत्येकमा हाम्रो आन्सर आइहाल्छ। नम्बर अफ यु थाहा छैन हामीलाई, नम्बर अफ यु निकाल्यो है त। त्यसपछि हामी नम्बर अफ यु क्रमशः भ्यालु राख्दै जान्छौं। 50 प्लस 80 प्लस 70 अब minus 30 minus 40 minus 25 plus 20 अनि फेरि प्लस 20 ल निकालिहालौँ। हाम्रो के आउँछ नम्बर अफ यु इक्वल टु 240 प्लस मा भयो के अरे अनि यता माइनस मा चाहिँ 70 95 भयो के अरे 30 र 40 70 70 95 यो भइहाल्यो माइनस मा प्लस मा 80 70 150 200 अनि दुईटा प्लस गर्दा 240 आयो। देयरफोर नम्बर अफ यु इक्वल टु कति हुने भयो त हुँदा 145 हाम्रो आन्सर आउने भयो। देयरफोर अब हेन्स लेखौं हेन्स टोटल 145 people were surveyed भनेपछि हाम्रो आन्सर सी मा सिद्धियो। अब हामी डी नम्बरको आन्सर हेर्छौं। डी मा हामीलाई के सोधेको छ हेरौँ त हाउ मेनी पिपल लाइक ओन्ली वन फ्रुट। अब ओन्ली वन निकाल्छौं हामी। ओन्ली वन भनेको के रहेछ भन्दा हामीले जानेको नम्बर अफ ओन्ली ए प्लस नम्बर अफ ओन्ली बी प्लस नम्बर अफ ओन्ली सी। अब यहाँ चाहिँ हाम्रो ओन्ली ए नम्बर अफ ओन्ली ए इक्वल टु 15 छ। म यहाँ अकॉर्डिंग टु भेन डायग्राम लेख्छु। अकॉर्डिंग टु भेन डायग्राम लेख्छु। अब यहाँ 15 प्लस यो एप्पल ओरेन्ज हो सरी ओरेन्ज हो अनि यो चाहिँ मैंगो हो। मैले यहाँ गल्ती लेखेँ ल यो चाहिँ ओरेन्ज 30 हो प्लस यो चाहिँ 25 हो। ल सबै जोड्यो भने कति आउँछ त भन्दा 70 आउँदो रहेछ। ल यसरी हामी निकाल्न सक्छौं। ओन्ली वनहरु 70 रहेछन्। ल भाइ बहिनीहरुले यो सेटलाई चाहिँ जहाँ जहाँ कन्फ्युज लाग्छ पज गरेर हेर्दै बुझ्दै गर्ने कोसिस गर्ने र यहाँ मैले राखिदिएका प्रश्नहरु छन् यहाँ केही प्रश्न राखिदिन्छु। योसँग सम्बन्धित प्रश्नहरु यी प्रश्नहरुको सल्भ गर्नु होला। तीनवटा भ्यानबाट खासै धेरै जटिल खालको प्रश्न सोध्दैन। अहिलेसम्म सोधेको अनुभव छैन, त्यसले गर्दा धेरै हात्तिनु पर्ने अवस्था छैन। सामान्य नै प्रश्नहरु आउँछन्। यस्तै खाले भाइ बहिनीहरुले यसलाई तयार गर्नु होला र यी प्रश्नहरु सल्भ गर्नु होला। आवश्यक केही पर्यो भने मलाई कमेन्टमा मेसेज छोड्नु होला, म त्यसको सल्भ गरेर हाल्नेछु है त। धन्यवाद।